पाराउँछ यो चितलाङ बिसिङखेल भन्छ यसलाई। यो बिसिङखेलको यो आधारभूत स्कुलबाट अलिअलि अगाडि बढ्यो हामी। अगाडि चम्पेश्वरी आधारभूत स्कुलबाट 200 मिटर जति अगाडि आएपछि लेफ्ट टर्न लिने एउटा बाटो छ। ग्राभेल बाटो पिच बाटोबाट हामी करिबन 4 मिनेटको बाटो कच्ची बाटो आएको छौँ।
गरिसकेको छ। हामी एक्ज्याक्ट लोकेसनमा आइपुग्यौँ। यो यहाँदेखि उतासम्म 4 रोपनी भयो। 4 रोपनी अनि माथि 4 रोपनी, अनि माथि 4 रोपनी 8 रोपनी 16 रोपनी कहाँदेखि? यहाँदेखि यो जुन पाटो छ नि, यो पाटोदेखि त्यो माथि पाटोसम्म चाहिँ यो पुरै उता भित्तासम्म यो 16 रोपनीको प्लट हो कि। ए ल ओके। यो हामी आएको बाटो हो, यहाँदेखि देब्रेतर्फ यो ढलान ठ्याक्कै इन्ड भएको ठाउँमा यो देखेको यो पाटो सलक्क बसेको पाटो छ। माथिको 4 रोपनी, यो 4 रोपनी 8 रोपनी, यताको तलको 8 रोपनी 16 रोपनी प्लट भयो। सल्लाह गरे हो कि हो यहाँसम्म एउटै हो। तपाईँकै यहाँदेखि यो जुन यो झार छ नि, त्यहाँबाट यता मेरो भयो, त्यो ठुलो बाटो हो। मैले जे भने त्यो हुन्छ। ठुलो कति रोपनी? त्यही छ, 2 जना गरेर 4 रोपनी हो। यो माथि 4 रोपनी, ए 2 रोपनी, हामी 4 8 रोपनी हो कि। 4 रोपनी 8 रोपनी। 50 सालको पानीले यो पुरेको यो सबै लोगन पुरेको सबै पुरै आएर पछि बनाएको यो कहाँबाट यस्तो बाढी आयो? त्यहाँबाट ओइरेर आएर सबै पुरेको हो। यो पनि देख्न सक्नुहुनेछ यो ठ्याक्कै पारिलो पनि छ जग्गा। अहिले करिब हाम्रो 4 बज्न लागिसकेको छ। 4 बज्न लागेको अवस्थासम्म पनि मजाको घाम पारिलो छ। यो करिब 1 किलोमिटर पर्दो रहेछ यो तल हाइवेबाट, बिसिङखेलको पिच बाटोबाट। यो 16 रोपनीको प्लटको हो। यो चाहिँ जग्गा त नि उहाँ आफै भेनाजु हुनुहुन्छ। उहाँको हजुरलाई यो एरिया लोकेसन हुन्छ भने म हजुरलाई गुगल लोकेसन समेत पिन गरेर पठाइदिन्छु सर। यही हो जग्गा। यो 8 रोपनी, यो माथिको 8 रोपनी। अनि यो चाहिँ बिहानदेखि बेलुकासम्म घाम बस्छ। पानीको बोरिङ यहीँ नजिकै बोरिङको ऊ छ, यहीँबाट पानी हालिदिने भन्ने कुरा गर्नुभएको छ उहाँले। जग्गा कस्तो लाग्यो हजुरलाई? यो सम्भवतः जग्गा ठ्याक्कै सबै वरिपरि हरियाली छ अनि फ्याक्ट्रीको लागि एकदम भनौँ न राम्रो सुइटेबल ठाउँ जस्तो लाग्यो। प्लट पनि ठुल्ठुलो प्लटहरू छ जग्गाको।